को अवलोकन गर्दछौँ हामी। हाम्रो गाडीको नम्बर 7592 यहाँ साइड बोलिरहेको। सबैजनालाई म यो भन्न चाहन्छु कि हाम्रो गाडीको कम्प्लिट स्टियरिङ बिग्रिसकेको छ, एकदम अगाडिको हुड पनि सबै खोलिसकेको छ। तपाईँ हेर्न सक्नुहुन्छ। यो डेकोरेसन चाहिँ फेरि हामीले गरे हो। यहाँ गाडीको स्टियरिङ चाहिँ एकदम बिग्रिसकेको छ। यहाँ हेर्नु स्टियरिङको नट नै खोलिसकेको छ। अब त्यही भएर चाहिँ हामीलाई गाह्रो परेको छ। उहाँहरू चाहिँ एकदम आज भाग्यले नै बाँच्नु भयो भनौँ। भाग्य नौपाने एकदम होइन, भाग्य नौपाने होइन, भाग्यले नै बाँच्नु भयो भनौँ। गाडी यताउता भयो भए हामी एकदम गाह्रो अप्ठ्यारोमा पर्न सक्थ्यौँ। त्यही भएर उहाँहरू चाहिँ एकदम भाग्यले बाँच्नु भयो आज। र हाम्रो 2 टोली गइसकेको छ बनेपा मेकानिक लिनलाई। हजुर, आजको लागि चाहिँ यति भन्दै हामी यो लिफी मिनाटी ब्लग विथ एङ्करर होइन न्युज रिपोर्टर सुमन सुनवारको साथमा क्यामेराम्यान रोहन साकासँगै हामी बिदा माग्न चाहन्छौँ। धन्यवाद। थ्याङ्क यू। प्लिज डु सब्सक्राइब लिफी मिनाटी। थ्याङ्क यू। लाइक शेयर एन्ड सब्सक्राइब चाहिँ गरौँ लिफी मिनाटीलाई। यति भन्दै म 2 शब्द यहीँ टुङ्गाएँ विथ रोहन साका एन्ड रोशन अधिकारी। उहाँ चाहिँ पानी लिन जानुभएको थियो, त्यही भएर अलिकति ढिलो हुनुभयो। माइसेल रोशन अधिकारी, उहाँ रोशन अधिकारी। लाइक शेयर एन्ड सब्सक्राइब गरौँ। यो चाहिँ मेरो बाबु, हाम्रो आफ्नै बाबु यहीँ आयुष, जसको हामी वर्तमानबाट हामी रिटर्न भइरहेका थियौँ र यस्तो घटना भयो। त्यही पनि उसको बर्थडे चाहिँ के अरे वर्तमान चाहिँ एकदम राम्रो भयो, एकदम रमाइलो भयो। मुस्कानमा मुहार हेरेर तपाईँहरूले अड्कल लगाउन सक्नुहुन्छ। मुस्कान बाबु हाँस्नु, मुहारमा मुस्कान होला। एकदम ठिक छ। काट एडिट। ल थ्याङ्क यू। यति भन्दै हामी नमस्कार बाबु।